आज चाहिँ मलाई बुटीको चिया खानु मन लागेर बुटीको चिया बनाउँदैछु। दिउरी बसालिसकेँ, चिनी चियापत्ती पनि हालिसकेँ। देख्नुभयो होला हजुरहरूले है। चिनी चियापत्ती हालिसकेपछि मैले त्यसमा ल्वाङ, सुकमेल, मरिच हालेँ। ल्वाङले चाहिँ दुधको चियालाई चाहिँ पातलो बनाउँछ भन्नुहुन्छ सबैजनाले, त्यो मलाई थाहा भएन। अब चिया चाहिँ मेरो यहाँ चियापत्ती चाहिँ भुट्दैछ अनि पाकिसक्यो हेर्नु चिनी चियापत्ती है। यसमा अब दुध हालेँ, कस्तो हुन्छ भन्नु है तपाईँले, मेरो यो ठिक हो कि होइन आइडिया। अनि पानी पनि हालेँ मैले। अब चाहिँ मेरो चिया पाक्दैछ। यता फेरि सासूआमाले चिनी खानुहुन्न नि त, सुगर छ। यता फेरि सासूआमाको लागि हो। ल मेरो चिया चाहिँ पाक्दैछ यस्तो मजाले खाउँ। अझ यसमा एकजना चिया खाने साथी भएको कति राम्रो हुन्थ्यो है। अनि यसमा चिया छानिसकेँ सासूआमाको लागि चाहिँ। अब चाहिँ मेरो लागि छान्दैछु। मैले फेरि उहाँ ह्याङ्की नभेटाएर कि दिउरी छुट्नलाई उता दौडिरहेको छु फेरि। हेर्नु न कति एक्साइटेड लेभल कति छ मेरो, कति बेला खाम बढ्ने भएको छ। चियाको कलर पनि कति राम्रो देखिएको छ मेरो। कति धेरै बनाएको छु फेरि एकजनालाई पनि। हेर्नु न मलाई फेरि थोरै बनाउन आउँदैन कि मेरो भागी। फेरि अब सासू मम्मीलाई लगाइदियो। सासू मम्मी फेरि मोबाइलमा व्यस्त जति बेला पनि। ओहो मेरो चिया हेर्नुहोस् त कस्तो छ, खाम जस्तो भइरहेको नि। मजाले यता फेरि कसरी राम्रो देखिन्छु, कता राम्रो देखिन्छु भनेर लाइटको फोकस पारेर के यतातिर खाँदैछु हेर्नु। ओहो यति आनन्द आएको छ मलाई, कम त आनन्द आएको छ चिया खाँदाखेरि।